साथीको बर्थडेमा केक पनि काटियो खाइयो तर घर जाने बेलामा चास सकेर भिडियो बनाउन नपाएर तनाव भयो। वेलकम ब्याक टु माई भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। कलेजबाट आउने बित्तिकै रेडी भएर म लागेँ दुलेगौँडामा रहेको हेलपोस्ट चोकनी र म झरिहालेँ। त्यहाँबाट हिँड्दै म पुलचोकमा पुगेँ र साथीहरूलाई त्यही घुर्न थालेँ। एकैछिनमा साथीहरूसँग पनि भेट भयो। अब भेट भइसकेपछि फेरि अलिअलि खानेकुराको सामान ल्याए तापनि थपथाप गर्नको लागि पसलतिर छिर्यौँ र हाम्रो सुरुवात भयो मिठाई चुस्दै पुल तर्न। त्यसपछि हेर्नु साथीहरू कति डरलाग्दो खोला के। अनि यता चाहिँ पुल तरिसकेपछि हामी शिवजीको मन्दिर छेउमा रहेर यसो टिकटकहरू पनि बनायो। टिकटक बनाइसकेपछि फेरि हामी हाम्रो गन्तव्यतिर लाग्यौँ। बाटोमा हामीले एउटा कुकुर पनि भेटाएका थियौँ जुन हामीलाई पछ्याउँदै एक्लै डाँडासम्म आइपुग्यो कि साथीहरू। अनि हामी हाम्रो गन्तव्यमा त पुग्यौँ तर बस्ने ठाउँ व्यवस्थित नभएको कारण हामी फराकिलो ठाउँ खोजेर बस्यौँ। तर त्यहाँ त बाख्राहरू पो आयो। हो टेन्सनै टेन्सन। त्यसपछि हाम्रो आज करुणा साथीको बर्थडे हो नि त बर्थडे। सो उनको बर्थडे केक पनि निकाल्यौँ काट्यौँ यसो रमाइलो पनि गऱ्यौँ। हाँसो मजाकको साथसाथै हामीले केक बाँडेर पनि खायौँ। अति रमाइलो भइरहेको थियो। अब केक खाइसकेपछि चाहिँ हामीले विभिन्न प्रकारका जङ्क फुड खान थाल्यौँ जस्तै लेस कुरकुरे चटपट चिज बल अब के हुन्छ होइन जङ्क फुड त्यस्तो समथिङ खान थाल्यौँ। एकदम रमाइलो के साथीहरूसँग बसेर खानुको मजा भनेको बेग्लै छ साथीहरू। अनि हामी चाहिँ फेरि जङ्क फुड लभर है। जेसुकै होस् जङ्क फुड खान छोडिन्न हामी छोरी मान्छे भएपछि त झन् छोड्ने कुरै आएन के। अनि यता फेरि रेडिमेड चटपट पनि खाँदैछौँ हामी। यति खाइसकेपछि हामीले बाख्रालाई अनि त्यो कुकुरलाई पनि यसो केकसेक दिइसकेपछि अब मेरो बेस्टीसँग भिडियो बनाएँ। बेस्टीसँग मात्र किन बनाउनु, आजको बर्थडे गर्लसँग पनि यसो भिडियो बनाइदिइहालेँ। अनि सबैजना साथीहरूले करुणा साथीलाई यसो गिफ्ट दिँदैछन्। कोहीले काटा कोहीले झुम्का अनि मैले पनि गिफ्ट दिएँ। मेरो गिफ्ट चाहिँ हेरिराख्नु नफोड भनेको अब उनी मान्ने त होइनन्, फोडिहालिन्। अनि उसलाई चाहिँ मैले दिएको थिएँ कपको सेट। अनि हामी सबैजना लाग्यौँ घरतिर। हेर्नु न फेरि त्यो दुईजना चाहिँ कति तल पुगेका रिस उठ्ने छोडेर गएका साथीहरू भएर नि। अनि यसो रुबिनालाई हामीले प्र्याङ्क हानिदिएको कि उसको सल छैन हामीसँग, उतै माथितिर छुट्यो होला भनेको त्यो त जङ्गेर हुन्न मेरो मम्मीले गाली गर्छ म त लिनुपर्छ भनेर पो जान थाल्यो। अनि फेरि हामीले फर्कायौँ त्यसलाई। अनि ऊ चाहिँ एकदमै नर्भस के। अनि त्यसपछि फेरि हामी लाग्यौँ घरतिर। अघि हिँड्ने साथी दुईजना अहिले पछि हिँड्दैछन् अनि हामी तिनजना अघि। अनि यसो बाटोमा बसेर टिकटक बनाएर फेरि हामी हाम्रो घरतिर लाग्यौँ। पुल तर्दै पुलचोकको पुलमा आइपुगेका थियौँ। त्यसपछि हेर्नु साथीहरू यही पुलचोकनिर एउटा सानो कुत्ताको बेबी पनि पाएँ। क्या क्युट कि एकदम सानो थियो क्या। अनि त्यहीबाट त्यो खैरे कुकुर पनि हरायो है साथीहरू। अनि हामी चाहिँ सिँढी चढ्दै माथि घर जान आँटेको यस्तो उकालो आउन थाक्यो। अनि त्यसपछि साथीहरू हामीले चटपट खाएको थियो। बिचमा चाहिँ भिडियोहरू त्यो आइपुग्दा सम्मको भिडियो गर्नुपर्ने तर चार्जै नभएर गरिनँ। त्यसपछि यहाँ चाहिँ बिहे हुँदैछ बिहे। अनि बेलुकाको खाना खाइसक्यो कि साथीहरू। आजलाई यति नै, बाई बाई। फेरि भेट्नेछु अर्को मिनी भ्लगको साथमा। थ्याङ्क्स फर वाचिङ।